गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। आज हुन्छ म तपाईँलाई नयाँ ब्लग लिएर आएको छु। के हो भन्दाखेरि आज चाहिँ हाम्रो गुम्बामा न्यू पूजा आएको छ। सो म पूजामा जाँदैछु। सो तपाईँहरूलाई पनि देखाउनेछु, मजा आउनेछ। लास्टसम्म हेरिदिनुहोस् होला, लाइक अनि कमेन्ट सब्सक्राइब पनि गरिदिनुहोस् होला है त। सो गाइस हामी चाहिँ अब गुम्बातर्फ लाग्यो है त। मेरो हातमा यो छ हो, अन्त हामी पनि लप्जाउँ भर्खर उठेर चाहिँ जाँदैछौँ हामी गुम्बामा। लरी गम त रड्डी हुन्छ त साथीहरू। हामी चाहिँ अब गयौँ है त। सुरुवात त्यसरी हुन्छ हाम्रो गुम्बाको। आज चाहिँ छिटै सक्ने कुरा छ, त्यस्तो लामो लाग्दैन भन्दैछ। तर हेरौँ ल कतिसम्म लाग्दो रहेछ। साथीहरू अहिले फिलहालमा हामी चाहिँ ग्राउन्डमा चाहिँ फुटबल खेलेको छैन, किनकि तल हेर्नुहोस् त ग्राउन्ड चाहिँ आमा हेर हो साथीहरू। निकै दिनको बादमा चाहिँ हामी गुम्बामा पूजाको लागि आउँदाखेरि चाहिँ अलिकति यस आकु गुड मर्निङ। हाम्रो आकु पनि आइसक्यो छ साथीहरू। सुरुवात आज आमा सामान हेर दाजु। गुम्बामा पूजा हुनुभन्दा अगाडि चाहिँ काम यो के अरे खाना पकाउनुको लागि जस्तो गर्नुपर्छ साथीहरू। ताका छ अब साथीहरू। हामी चाहिँ अब म बेसी भ्लग गर्दै हिँड्नु चाहिँ पाउँदिनँ, किनकि काम गर्नुपर्छ हो साथीहरू। त म सच भिडियोहरू तपाईँहरूलाई देखाउनेछु। सो गाइस देखो पछाडि भ्यू। अब यत्रो सामान होइन साथीहरू, यो सामान चाहिँ दिनभरि चलाउनुपर्छ आज चाहिँ। अब यो पनि चलाएर यो पनि आमा यो त कम्ता बेसी युज हुन्छ। यिनीहरू त माया लाग्दा यसलाई पनि चलाएकै। अन्त अब यहाँ चाहिँ हाम्रो आजु युसी गर्नुहुन्छ दर्जी लबिङ। अनि यहाँ चाहिँ अम्जेट, अनि यहाँदेखि तल चाहिँ छम्पूहरू बस्नुहुन्छ साथीहरू। कोक रहेछ पिउनु न ट्यालेन्ट देखो। सो गाइस अहिले हामी चाहिँ हाम्रो गुम्बामा लामा निकै आउनुभयो। अनि यता कुवरले खानाहरू पकाउनु हुँदैछ, अनि म चाहिँ चाउ बार्दैछु। अनि अब अब पूजा स्टार्ट हुँदैछ। अनि अझै जिन्दा आउनु भएको छैन हो साथीहरू। अनि अब के हुन्छ हेरौँ होला। पुऱ्याउनु जाँदैछु भित्र। छो चाहिँ बिर्सेछु पुऱ्याउनु। म तपाईँलाई देखाउँछु है त भित्र पूजा कतिजना लामा हुनुहुन्छ अनि कस्तो छो गर्नु हुँदैछ। जिन्दा कुहाउने पनि समय भयो टक्कै। सो गाइस फाइनली हामीले खानाको लागि रेडी गरिसक्यौँ। यो त सबैजना खाना खाइसक्यो। अन्त हाम्रो आक्कु अनि म पनि खाना खाँदैछु। अन्त हाम्रो पूजा चाहिँ सबै आइसक्यो। यत्रो बात खाएर चाहिँ हौडेको त साथीहरू हामी खाना खाइसक्यो। अब हामी पनि कामसाम सकेर चाहिँ जान्छौँ ल। सबै घरमा लाग्छ ल। म हो हजुर घरमा चरा लाग्छ ल। लगेन अन्त के गर्नु त। तिमीहरूको लागि त भेट्दै किन खाना पकाइरहनु होइन आएको आफू काम बिर्सेँ। अनि त्यो उयो के लगाइदिनु तेलमा लगाइदिन्छु ल। आज म भ्याउँदैन भाइ, तल जान काम छ मेरो। के भन्नु हिजो होइन त नबिगार्नु है। अब पूजा सके कि खुसी हेर्नु नि त एकजना एकदम खुसी।
सकिहाल्यो पूजा गाइस हामी पनि फर्किन आँटेछौँ गाइस पूजा सक्यो है त अब सम्पूर्ण लामाहरू फर्किनु हुँदैछ ला प्लेटलाई निम्बु मेन काट्बो चो किचन जानु सो गाइस पूजा सक्यो हो अनि म पनि घर आइपुगिसकेँ आनन्दबाट पनि घर जानुभयो सो लास्ट त खेरिदिनुहोस् होला अनि लाइक अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला है त